खतकाली मुर्दाबाद 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 विद्यार्थी एकता जिंदाबाद 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 न्यायको सङ्घर्ष जारी छ जारी छ जारी छ न्यायको सङ्घर्ष जारी छ जारी छ जारी छ विद्यार्थीलाई पत्र छोड्न पाउँदैन 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 विद्यार्थीलाई पत्र छोड्न पाउँदैन 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 Inon
नारै मिला छैन सम्बन्धित निकायको चाहिँ गरेर ज्ञापन राष्ट्रियता लोकतन्त्र समाजवादी विद्यार्थीहरूबाट मिति 2083 4 महिना प्रमुख जिल्ला अधिकारीको जिल्ला प्रशासन कार्यालय पञ्चायत मार्फत विकास सरकार विभागले विषय ज्ञापन पत्र
नेपाल विद्यार्थी राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आत्मसात गरी आफ्नो आदर्श र सिद्धान्तमा अविचलित निष्ठापूर्वक विद्यार्थी हकका निम्ति सदैव आवाज बुलन्द गर्ने नेपालको सबभन्दा पुरानो विद्यार्थी संगठन हो। यसै सन्दर्भमा मिति 2083 साल वैशाख 28 गते काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको खत्तर मालिका यातायात रैलीको नाग 8/1949 नम्बरको बस बर्दिया राष्ट्रिय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार 17 जना यात्रीमध्ये ब्रजबिहार जिल्ला भागेश्वर गाउँपालिका 4 स्थायी भई श्री जनज्योति बहुमुखी क्याम्पस महेन्द्र पूर्णमा व्यवस्थापन निकाय स्नातक 4 वर्षमा उमेर 22 वर्षीय उर्मिला भट्ट 31 वर्षीय दिदी निलम पूजा भट्ट गम्भीर घाइते उक्त घटनामा उर्मिला भट्टका दुवै हात तथा टाउकोमा गम्भीर चोट लागेको थियो भने निलम ओझा भट्टको हातमा पनि गम्भीर चोट लागेको थियो। थप उपचारका लागि उर्मिला भट्टलाई काठमाडौँ भित्र गरिएको छ र हाल उहाँको उपचार मेडिसिटी अस्पताल ललितपुरमा भइरहेको छ। त्यसै गरी निलम भट्ट ओझाको उपचार नेसनल अस्पताल कोलम्बीमा भइरहेको छ। दुर्घटना भएको करिब 3 महिना बितिसक्दा पनि पीडित परिवारले न्याय तथा आवश्यक सहयोग प्राप्त गर्न सकेको छैन। हालसम्म बिमा कम्पनीबाट उपचार खर्च लाग्यो। उपचारको बाबत करिब 3 लाख रुपियाँ मात्रै उपलब्ध गराइएको छ, जबकि उपचारमा हालसम्म करिब 55 लाख खर्च भइसकेको छ। पछिल्लो 1 महिनादेखि बसका मालिक तथा बिमा कम्पनीका प्रतिनिधि समेत पीडित परिवारको सम्पर्कमा नआएको अवस्था रहेको छ, जसका कारण उपचारलाई निरन्तरता दिन र आर्थिक व्यवस्थापन गर्न परिवार अत्यन्त कठिन परिस्थितिमा पुगेको छ। यस गम्भीर मानवीय तथा कानुनी विषयप्रति नेपाल विद्यार्थी सङ्घ पञ्चमपूर्व गम्भीर ध्यान आकर्षण भएको छ। त्यसैले प्रमुख जिल्ला अधिकारीज्यू मार्फत नेपाल सरकार, गृह मन्त्रालय तथा मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य समिति विभिन्न मागहरू यथाशीघ्र सम्बोधन गरिदिन हार्दिक अनुरोध गर्न सकिन्छ। हाम्रा मागहरू: 1. बस दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कठिन कानुनी बमोजिम तत्काल कारवाही गरियोस्। 2. पीडित उर्मिला भट्ट र निलम ओझा भट्टको सम्पूर्ण उपचार खर्च सम्बन्धित पक्षबाट तत्काल बेहोर्ने व्यवस्था गरियोस्। 3. पीडित परिवारलाई कानुन बमोजिम उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराइयोस्। 4. बस सञ्चालक, बिमा कम्पनी तथा सम्बन्धित निकायलाई आफ्नो कानुनी दायित्व तत्काल पुरा गर्न निर्देशन दिनुहोस्। 5. उपचारमा कुनै पनि अवरोध नआउने गरी आवश्यक समन्वय तथा सहकारी सहयोग तत्काल उपलब्ध गराइयो। साथै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र सफलताको कामना गर्दै मानवीय संवेदनशीलतासँग जोडिएको यस विषय सम्बन्धित निकायले गम्भीर ध्यान दिई पीडित परिवारलाई शीघ्र न्याय तथा राहत उपलब्ध गराइनेछ भन्ने अपेक्षा राख्दछु। कसरी हुन्छ सुरक्षा एउटा कुरा के भन्छ अहिले हामीहरू एकदम शान्त हिसाबले हामी उपचारको हामीलाई केही पनि चाहियो होइन। हामीले आन्दोलन गर्न खोजेको यसको एउटा गरिब परिवारमा 50 लाख भन्दा धेरै हुन्छ, न उसँग आर्थिक अवस्था कति घर सम्पत्ति बेचेर उपचार गराउला भन्ने छ। अब एउटा कुरा के हो भने व्यवसाय गर्छ, व्यवसायले पर्छ भन्ने मात्र होइन। किनभने चाहिँ हिजोको दिनमा एक्सिडेन्ट हुँदै गर्दा अरू व्यवसायहरू, अरू यातायात व्यवसायहरूले उपचार हुने, अनि त्यही व्यवसाय उपचार नगर्ने हो भने त्यसको पदाधिकारीहरू होला, अनि त्यससँग हजुरले कसरी हुन्छ बर्दियाको एसपी साहबसँग समन्वय गरेर यो एकदम कसरी हुन्छ यो अब यो के भयो भने यो मेरो छोरी हो र मेरो घरको परिवारको मान्छे हो भनेर एकदम हजुरले चाहिँ त्यसरी लाग्दिनु पर्ला। त्यसको लागि हजुरले आग्रह गरे। हेर्नु अवस्था त्यस्तो छ। अर्को हामी हजुरलाई विद्यार्थीको सुविधा छैन। हामीले विद्यार्थीहरू पञ्चायतपुर मार्फत नेपाल सरकार गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार काठमाडौँ। विषय: बस दुर्घटनामा घाइते विद्यार्थीको शीघ्र उपचार, उचित क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाहीको माग सम्बन्धमा ज्ञापन पत्र। महोदय, हामी जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको तर्फबाट यस जिल्लामा घटेको दुःखद बस दुर्घटनाप्रति गम्भीर ध्यान आकर्षण गराउँदै यो ज्ञापन पत्र पेश गर्दछौँ। मिति 2083 साल वैशाख 28 गते काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको खप्तर मालिका यातायात प्रणाली कोना 8/19
1949 नम्बरको बस राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार यात्रुमध्ये विद्यार्थी समेत गम्भीर रूपमा घाइते भएका थिए। उक्त दुर्घटनामा जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सार्थक तहकी विद्यार्थी उर्मिला भट्ट तथा उहाँकी दिदी निलम भट्ट ओझा समेत गम्भीर रूपमा घाइते भई हाल उपचाररत रहनु भएको अवस्था रहेकोमा हामी सम्पूर्ण विद्यार्थीहरू अत्यन्त दुःखी तथा चिन्तित भएका छौँ। दुर्घटनापछि लामो समय बितिसक्दा पनि पीडित पक्षले पर्याप्त उपचार, राहत तथा क्षतिपूर्ति प्राप्त गर्न नसकेको, बिमा कम्पनीबाट उपलब्ध हुनुपर्ने रकम समेत प्रभावकारी रूपमा प्राप्त हुन नसकेको र उपचारको सम्पूर्ण आर्थिक भार परिवारमाथि परेको जानकारीप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। यस्तो संवेदनशील अवस्थामा घाइते विद्यार्थीको उपचार निरन्तरता, शैक्षिक भविष्य तथा परिवारको आर्थिक अवस्था समेत सङ्कटमा पर्न गएको छ। शिक्षा हासिल गरिरहेका विद्यार्थीमाथि भएको यस प्रकारको घटनालाई सामान्य रूपमा लिन नसकिने भएकाले पीडित विद्यार्थी तथा उहाँको परिवारलाई तत्काल न्याय, राहत र आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको गम्भीर हस्तक्षेप आवश्यक रहेको हाम्रो ठहर छ। अन्त्यमा जनज्योति बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट देहायक मागहरू तत्काल सम्बोधन गर्न हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। हाम्रा मागहरू पहिलो रहेको छ, उक्त बस दुर्घटनाको निष्पक्ष तथा तथ्यपरक छानबिन गरी दोषी देखिएका व्यक्ति वा पक्ष उप प्रचलित कानुन बमोजिम तत्काल आवश्यक कानुनी कारबाही गरियोस्। दोस्रो नम्बरमा घाइते विद्यार्थीको सम्पूर्ण उपचार खर्च तत्काल व्यवसाय गरिनुका साथै आवश्यक औषधि, उपचार तथा पुनर्स्थापनाका लागि समेत उचित सहयोग उपलब्ध गराइयोस्। तेस्रो नम्बरमा पीडित विद्यार्थी तथा उहाँको परिवारलाई प्रचलित कानुन बमोजिम उचित क्षतिपूर्ति, राहत तथा आवश्यक आर्थिक सहायता तत्काल उपलब्ध गराइयोस्। चौथो नम्बरमा बस सञ्चालक, बिमा कम्पनी तथा सम्बन्धित निकायलाई कानुन तथा बिमा प्रावधान बमोजिम उपचार खर्च, बिमा दाबी तथा क्षतिपूर्ति सम्बन्धी आफ्नो दायित्व तत्काल पूरा गर्न आवश्यक निर्देशन दिइयोस्। पीडित विद्यार्थीको उपचार तथा शैक्षिक भविष्यमा कुनै प्रतिकूल असर नपर्ने गरी आवश्यक शैक्षिक तथा संस्थागत सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरियोस्। यस्ता सडक दुर्घटना दोहोरिन नदिन सार्वजनिक यातायातको नियमित अनुगमन, सवारी साधनको अवस्था परीक्षण तथा चालकको जिम्मेवारी सुनिश्चित गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइयोस्। अन्त्यमा माथि उल्लिखित मागहरूलाई गम्भीरतापूर्वक लिई पीडित विद्यार्थी तथा उहाँको परिवारलाई शीघ्र न्याय, उपचार र राहत उपलब्ध गराउन आवश्यक पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। साथै मागहरू समयमै सम्बोधन नभएमा विद्यार्थीहरू थप लोकतान्त्रिक तथा शान्तिपूर्ण कार्यक्रम मार्फत आफ्नो आवाज उठाउन बाध्य हुने बेहोरा समेत जानकारी गराउँदैछौँ। धन्यवाद। घाइते हुनुभएको छ। यसमा मैले के गर्नुपर्ने यहाँबाट समन्वय सहजीकरण मैले सबै गर्छु र आज यो पत्र पनि म पठाइदिने यहाँलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र यो औषधि उपचारको बारेमा के भइरहेछ म चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालय बर्दियामा घटना भएको रहेछ। आज पत्रकार गरेर यहाँहरूलाई म पुरै सहयोग गर्ने मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र बहिनीको, उहाँको दिदीको चाहिँ एकदम स्वास्थ्य लाभको म कामना गर्छु र तपाईँहरूको म आजै म सुन्नुपर्छु मैले गर्ने काममा आज सुरु गरेर सबैले मैले हाम्रो पोस्टमा हेर्नु छ क्रिकेट हाम्रो पढाइ त्यो घाइते भने न्याय दिनु पर्यो स्वरूप कार्यक्रम यो जुन आज मागहरू राख्नु भएको छ यो सबैको प्रक्रिया अगाडि बढाउँदैछ। सहजीकरण पनि गर्नु छ, त्यसमा तपाईँले गर्नु पर्दैन र उहाँ बहिनीको दिदीको चाहिँ एकदम शीघ्र स्वास्थ्यको काम सर यो समस्या यति गरी यो बस यस्ता बस प्रणाली समितिहरूलाई बैठक बोलाएर सर यिनलाई यो यसको बारेमा जानकारी दिनुपर्छ। जिल्लाको भाषा गर्नुपर्छ। हजुरले ध्यान म कुनै प्रश्न पाइँदैन राखेर यो कुरामा गृह मन्त्रालय बर्दिया राष्ट्रिय निकुञ्जमा उत्तर मालिका प्रणालीको बस दुर्घटना भयो। बस दुर्घटना हुँदै गर्दा
हाम्रो जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा उर्मिला भट्ट र उहाँको दिदी चाहिँ एक्सिडेन्टमा परेर एकदम गम्भीर घाइते भएर बस यातायात व्यवसायीले उपचार गर्नुको सट्टा उल्टै धम्काइरहेको अवस्था सुनियो। उनको आफन्तहरूबाट त्यो कुरा सुनेको हुनाले उहाँको साथीहरू लगायत आज हामीहरू न्यायको लागि चाहिँ जिल्ला प्रशासन कार्यालय मार्फत गरिदिएको सिडिओ मार्फत गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म त्यो बहिनीले न्याय पाउनुपर्छ भनेर हामी आज आएका छौँ।